सुकुमायाले भुन्टीलाई सोधेर नै भूपेन्द्रको सम्पत्तिमा तिम्रो आधा हक लाग्छ भनेरै तिम्रो सम्पत्ति म दिलाउँछु भनेकी हुन् भने अब सुकुमायाले भुन्टीको लागि नै त्यो नयाँ केटासँग भुन्टीको बिहे सुकुमायाले गराउँछिन् त के होला त दर्शकबिन आगामी भागमा भुन्टी सिरियलमा आज हामी यस भिडियोमा पुरा बताउन लागिरहेका छौँ। भिडियोलाई भने अन्त्यसम्म हेर्नु होला। भुन्टी हराएको खबर सुकुमायाले थाहा पाइसकेपछि सुकुमाया भुन्टीलाई खोज्नको लागि सहर आउँदै गर्दा संयोगले भुन्टीलाई अचानक देखिसकेपछि भुन्टीका सबै कुराहरू थाहा पाएर सुकुमायाले भुन्टीलाई सम्झाउने मात्र होइन, अब भुन्टीको अधिकार दिलाउनसम्म भुन्टी भएर भूपेन्द्रको घरमा छिरेर भूपेन्द्रको अंश चाहिन्छ, नत्र भने म अदालतमा मुद्दा सुद्धा हाल्छु भनेर प्रतिकार गर्न सुकुमाया तम्सिएकी छिन् र त्यस्तै गरेकी छिन्। अब भने भुन्टीको अधिकार भूपेन्द्रको आधा सम्पत्ति भुन्टीलाई सुकुमायाले दिलाएर भुन्टी र भूपेन्द्रलाई अब एकै ठाउँमा बनाउने छैनन्, किनकि भूपेन्द्रले पनि विगतमा भुन्टीलाई धेरै धोका दिइरहेका थिए। उनले धेरै भुन्टीलाई छोडेर अरू केटीलाई हेर्ने, आफ्नो साथमा माया गर्दै हिँड्ने र पैसा उडाउँदै गरेको सुकुमायाले थाहा पाइसकेकी छिन्। अब भने भुन्टी र भूपेन्द्र कुनै पनि हालतमा एक हुन दिन्नन्। सुकुमायाले भने के अब भुन्टी एक्लै जिउँछिन् त? भुन्टीको लागि कोही मान्छे छैन त? के सुकुमायाले फेरि भुन्टीलाई अर्को केटासँग बिहे गर्छिन् त? के हुन्छ त? पक्कै पनि अब सुकुमायाले आफ्नो मितिनी भुन्टीलाई एउटा राम्रो असल साथी, राम्रो केटा पाएर बिहे गरिदिन्छन् कि भन्ने हामीहरूलाई धेरै आशा लागिरहेको छ। यता नयाँ केटाले भने भुन्टीलाई धेरै माया गरेको र उनलाई विगतमा आफूले बिहे गर्छु भनेर जाँदाखेरि भुन्टीले लहटेको कुरा जब भुन्टीलाई आफ्नो पुरानो सबै कुरा बताइसकेपछि भुन्टीले पनि सोच्ने थिइन् कि मलाई यति धेरै माया गर्ने मान्छे पो हुनुहुँदो रहेछ, मैले पनि यति बेला इन्कार गरेँ, अब मैले केही न केही गर्नुपर्छ, अब उहाँले यति धेरै माया गरिसकेपछि मैले पनि साथ दिनुपर्छ भन्ने भुन्टीले कहीँ कतै सोध्छन् कि भन्ने हामीहरूलाई आशा लागिरहेको छ। यता भूपेन्द्रको भने भविष्यमा बिजोकै हुन्छ कि जस्तो देखिएको छ, किनकि भूपेन्द्रका दाइले भूपेन्द्रको नामको सम्पत्ति आफ्नो नाममा र भाउजूको नाममा बनाउन खोजिरहेका छन्। यता जेरीले पनि यस्तो गए गुज्रेको मान्छेसँग के बस्नु, अब ऊ मान्छे काम गरेर पनि खान सक्दैन भूपेन्द्र, त्यही कारणले मैले छोडेर जानुपर्छ कि भनेर जेरीले पनि छोड्न सक्छिन्। त्यति माया गर्ने भुन्टीलाई त साथ दिन सकेन, मलाई के साथ दिन्थ्यो भन्ने हिसाबले पनि जेरीले भूपेन्द्रलाई छोडेर जान्छन् भन्ने हामीहरूलाई लागिरहेको छ। र यसरी हेर्दा भूपेन्द्रले विगतमा भुन्टीलाई दिएको पापको बदला अब चुकाउने छन् भन्ने हामीहरूलाई लागिरहेको छ। भुन्टीलाई माया गर्ने त्यो नयाँ केटाले अब भुन्टीलाई आफ्नो साथमा राखेर बिहे गर्छन् कि भन्ने पनि सम्भावना देखिन थालिसकेको छ, किनकि त्यो नयाँ केटाले टोकलीलाई भनिसकेका छन् मैले भुन्टीलाई धेरै माया गर्थेँ र गरिराख्छु, पहिला पनि मैले भुन्टीलाई बिहे गर्छु भनेर सोचेकी थिएँ, तर भुन्टीले मानिनन्, अहिलेसम्म पनि मैले भुन्टीकै लागि कुरेर बसेको हुँ भन्ने कुरा टोकलीलाई बताएका थिए। यो कुरा अब भुन्टीलाई पनि त्यो नयाँ केटाले बताएपछि भुन्टीले पक्कै पनि त्यो नयाँ केटालाई माया गरेर बिहे गर्छिन् कि भन्ने पनि आशा देखिन थालेको छ। भने सुकुमायाले पनि यति माया गर्ने मान्छेसँग तिमीले जीवन बिताउन ठिक हुन्छ, नयाँ केटासँग तिमीले बिहे गर भनेर सुकुमायाले भुन्टीलाई सम्झाएपछि भुन्टी र त्यो नयाँ केटाको नयाँ जिन्दगी सुरु हुन्छ भन्ने हामीहरूलाई लागिरहेको छ। भन्दै आजको भुन्टी सिरियलको रिभ्युज भिडियो यति नै, फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। आजलाई बिदा हुन्छौँ। हस्त, धन्यवाद।